मास्टर। गुड आफ्टरनुन एभ्रीबडी, सिट डाउन। आजको हाम्रो पाठको नाम के हो? वृत्तका केही साध्यहरू छन् है, जसका लागि मैले एउटा मेटेरियल लाछु। त्यसबाट आज म सिकाउन गए। कुन कुन हो वृत्तको? यो परिधि कोण। ल, केन्द्रीय कोण प्रोट्रेक्टरको माध्यमबाट नाप्न अनुष्का बहिनी आउनुस् त। ल, केन्द्रीय कोण नाप्नु त कति डिग्री हो? कति डिग्री भयो? 50 डिग्री। 50 डिग्री। यो कुन कोण हो? परिधि कोण। ल, यसलाई नाप्नु त कति डिग्री भयो? 25 डिग्री। कुन कोण नाप्नु भयो? कति डिग्री भयो? 25 डिग्री। तपाईले कति डिग्री भयो? 50 डिग्री। भन्दाखेरि परिधि कोणको केन्द्रीय कोण के भयो त? दोब्बर भयो भने केन्द्रीय कोणको परिधि कोण आधा। एउटै चापमा आधारित केन्द्रीय कोण परिधि कोणको के हुन्छ त? दोब्बर। एउटै चाप, यति चापमा यो कुन कोण बनेको थियो? केन्द्रीय कोण। एउटै चापमा यो कुन कोण बनेको थियो?